नमस्ते, मेरो नाम महेश तिवारी। अब सानैमा गाना गाउने शौकिन त थियो। एउटा गाना घोषरदुम भन्नाले हाम्रो पारी हुल्काउँ, त्यहाँ र काभ्रे, सिरमाने, माथि लामपाते, त्यहाँ र कोखे, पाखुरे, त्यहाँ र चिसापानी, भुर्तोथोक, त्यहाँ कात्तिके, बाइन्डारा, उसके बाद माथिल्लो भुर्तोथोक, तल्लो भुर्तोथोक, हट्टिया, सेदीमुनि, तल तमादी, उता ढिगे डाँडा, डाँडाखर्का, त्यहाँ फौदी खोला, बाइटारी, वालिङ सबै घुमेको मान्छे हो। एउटा मैले सानो गीत मैले हल्का बनाएँ, घोषरदुमको ठुलो भन्ने गीत कि तिलारेको बारीमा झुन्निएको पाटो, खनियो खाँदाखेरि म भएँ बाठो, ए घोषरदुमको ठुलबाउ भन्ने गाना। त्यहाँ हाम्रो जैसीको घरमाथि अङ्कल हुन्छ, जैसी घरमाथि कटहरको बुटो थियो। जैसीको घरमाथि कटहरको बुटो, ठुलो खरबारीमा जाँदाखेरि घाँसको मुठो, ए घोषरदुमको ठुलबाउ भन्ने यस्तो चाहिँ। त्यहाँदेखि हामी बेलौती खाइन्थ्यो। हाम्रो हजुरआमाले हैजा जुठा भन्नुहुन्थ्यो सानैमा, 30-32 वर्ष पहिलेको कुरो। जैसीको घर मुनि बेलौतीको बुटो, बेलौती खाँदाखेरि भन्थिन् ओ हैजाको जुठो, ए घोषरदुमको ठुलबाउ भन्ने गाना राम्रो कमेडी गाना हो। हल्का बनाउने अब 1-1.5 वर्षपछि बनाउँला। छरे खोला घुम्न आउनु होला है, टुरिस्ट एरिया बनाएको छरे खोला। यस्तो राम्रो जग्गा छ, पहाडको जग्गा, मूलको पानी, कोदो ढेँडो आटो, त्यहाँ र पानीआमारा, बेलौती, खनियो खाएर हुर्केको मान्छे। मधेसको किन चाहिँ आउनु पर्यो मधेसमा, त्यो साँप खाना, दाल भात खाना, कोदो ढेँडो आटो खाएर हुर्के त भयो नि। राता गाला हुन्थे, कति राम्रो थियो पहाडको भावना। साफ पानी, साफ हावा, साफ खाना, रायोको साग भयो, गुन्द्रुक भयो, भक्कमरो भयो। त्यहाँ अहिले चाहिँ सिस्नुलाई, हामीले सानैमा सिस्नुलाई कति झारी हुन्थ्यो, अहिले साग बनाएन्। त्यस्ता पहाड छोडेर मधेसतिर आउनुभयो, पहाडलाई केही बनाउनु, टुरिस्ट एरिया बनाउनु, घुम्नु, टुरिस्ट एरिया बनाउनु, गएर आफ्नो जग्गालाई सुन्तला लाउने, बेलौती लाउने, फलफ्रुट लाउने, डल्ले खुर्सानी लाउने, त्यस्तो बनाउनु। राम्रो ठाउँ, त्यस्तो ठाउँ, स्वर्ग ठाउँ छोडेर मधेसतिर आएर काठमाडौँ, बुटवल, बाहिरवा, इन्डियातिर, विदेशतिर किन जान पर्यो। आफ्नो सबै कोदो ढेँडो आटो खाएको मान्छे लगाउनु, त्यही भन्न खोजेको।